मलाई हेरेर बस्नुभएका मेरा तमाम मित्रहरूमा म गम बैम्बु मगरको तर्फबाट साहित्यिक अभिवादन टक्र्याउन चाहन्छु। आदरणीय दर्शकवृन्दहरू, आजको बसाइमा यहाँहरूमाझ केही मुक्तकहरू प्रस्तुत गर्न गइरहेको छु। मेरो मुक्तकहरू सुनेर यहाँहरूलाई जस्तो लाग्छ त्यही किसिमले सल्लाह सुझाव र प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा पनि गरेको छु र मेरो मुक्तकहरू यस प्रकार रहेका छन्। मुक्तक नम्बर 1। बाटो कठिन हुन सक्छ तर यात्रा नरोक्नु गन्तव्य नपुगेसम्म। बाटो कठिन हुन सक्छ तर यात्रा नरोक्नु गन्तव्य नपुगेसम्म। जिन्दगीको पाठ गाह्रो होला तर सिक्दै जानु नबुझेसम्म। बाटो कठिन हुन सक्छ तर यात्रा नरोक्नु गन्तव्य नपुगेसम्म। जिन्दगीको पाठ गाह्रो होला तर सिक्दै जानु नबुझेसम्म। शत्रुहरूले बाटैभरि काँडा बिछ्याउलान् ख्याल गर्नु यात्रामा। शत्रुहरूले बाटैभरि काँडा बिछ्याउलान् ख्याल गर्नु यात्रामा। अचानकको पीर खुकुरीलाई के थाहा आफूलाई नधोकेसम्म। अचानकको पीर खुकुरीलाई के थाहा आफूलाई नधोकेसम्म। मुक्तक नम्बर 2। बोली मिठास र मधुर हुनुपर्छ, बोल्नुभन्दा पहिले सोच्नुपर्छ। बोली मिठास र मधुर हुनुपर्छ, बोल्नुभन्दा पहिले सोच्नुपर्छ। भाषा सरल र सभ्य हुनुपर्छ, बोल्नलाई सुन्दर शब्द रोज्नुपर्छ। बोली मिठास र मधुर हुनुपर्छ, बोल्नुभन्दा पहिले सोच्नुपर्छ। भाषा सरल र सभ्य हुनुपर्छ, बोल्नलाई सुन्दर शब्द रोज्नुपर्छ। राम्रो गर्छु भन्दा भन्दै पनि कहिलेकाहीँ नसोचेर बिग्रिन सक्छ। राम्रो गर्छु भन्दा भन्दै पनि कहिलेकाहीँ नसोचेर बिग्रिन सक्छ। गल्ती भएमा स्वीकार्नु बरु समाधानको उपायहरू खोज्नुपर्छ। गल्ती भएमा स्वीकार्नु बरु समाधानको उपायहरू खोज्नुपर्छ। समाधानको उपायहरू खोज्नुपर्छ। धन्यवाद।